जेफ्री डेमर भन्ने एकजना मान्छेको जो चाहिँ मिल्वाकीको मन्स्टर भनेर पनि उसलाई चिनिन्छ, उसको अन्तिम शब्दहरू सुन्नुहोला। यो मान्छेको बानी के थियो भने कि उसले चाहिँ मान्छेहरूलाई ललाइ फसाइ गरेर उसको घरमा बोलाएर चाहिँ तिनीहरूलाई मारेर चाहिँ तिनीहरूको मासु चाहिँ खाने उसलाई बानी थियो। पकडा खान्छ, जेल जान्छ अनि जेलमा चाहिँ उसले येशूलाई भेट्छ, पश्चाताप गर्छ अनि आफ्नो जीवन येशूमा अर्पण गर्दछ। अनि उसले के भन्छ भने कि मलाई मर्नु र बाँच्नुमा मलाई केही मतलब छैन। जब तपाईँले येशूलाई भेट्नुहुन्छ नि, तपाईँको त्यो सिन्दुरे रङको पाप पनि प्रभु यीशु ख्रीष्टले हिउँ जस्तो सेतो अनि ढुङ्गाको हृदय निकालेर मासुको हृदय म लगाउँछु भनेर प्रतिज्ञा गर्नुभएको छ। प्रभु येशूमा कुनै पनि पक्षपात छैन। तपाईँलाई पनि उहाँले प्रेम गर्नुहुन्छ। यूहन्ना 3:16 के भनेको छ भने कि किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। तपाईँ पनि यदि अनन्त जीवन पाउनु चाहनुहुन्छ भने येशूमाथि विश्वास गर्नुहोस्। फलो फर मोर।